यो भिडियोमा आज हामी युके को लागि अप्लाई गर्दाखेरि ब्याचलर्स र मास्टर्सको लागि के कति पैसा लाग्छ, के कति बजेट छुट्याएर राख्नुपर्छ त अप्लाई गर्दाखेरि ब्याचलर्सको लागि के कति लाग्छ र मास्टर्सको लागि के कति लाग्छ त्यो कुरा हामी फुल डिस्कस गर्छौँ। भिडियो लास्टसम्म हेर्नु होला। सपोज ब्याचलर्सको लागि तपाईको फी लगभग 12,000 पाउन्ड छ अरे र मास्टर्सको लागि तपाईको फी लगभग 14,000 पाउन्ड छ अरे। अहिले युके को पाउन्डको रेट नेपाली रेट लगभग 200 छ। यसलाई 200 ले मल्टिप्लाई गर्नु, यो आउँछ तपाईको 24 लाख। र यता मास्टर्सको आउने भयो 28 लाख। अनि अर्को कुरा हुन्छ तपाईको 3% ट्याक्स पनि एड हुन्छ यसमा, प्लस 3% प्लस 3%। यसमा तपाईलाई 3% ट्याक्स पनि एड हुन्छ र 24 लाखको 3% तपाईको 72,000 हुन्छ लगभग। अनि यता 28 लाखको लगभग 84,000 समथिङ हुन्छ। अनि अब यसमा तपाईको एनओसी पनि एड गरौँ। एनओसी को कस्ट तपाईको 2000 हुने भयो। यता पनि एनओसी को कस्ट 2000 आउने भयो। अनि अर्को कुरा आउने भयो तपाईको मेडिकल है। मेडिकल चाहिँ तपाईले कि त आईओएम कि त नर्भिक हस्पिटलबाट गर्न मिल्छ। यसको कस्ट हुन्छ लगभग 8500। देखि 10,000 सम्म लाग्न सक्छ यसको कस्ट। अनि अर्को कुरा आउँछ फाइनान्शियल डकुमेन्ट। फाइनान्शियल डकुमेन्टको लागि हामीले 30 देखि 50,000 छुटाउनु पर्छ। यता पनि फाइनान्शियल डकुमेन्ट यसमा 30 देखि 50,000 छुटाइसकेपछि अर्को कुरा हुन्छ तपाईको इन्स्योरेन्स। अब ब्याचलर अप्लाई गर्न जाँदाखेरि इन्स्योरेन्स लगभग तपाईको 3 वर्षको 6 महिनाको पे गर्नुपर्छ। त्यसको तपाईको टोटल ब्याचलर्सको लगभग यहाँ 2700 पाउन्ड जस्तो पर्छ। यसलाई हामी अब 5.5 लाख सम्म छुट्याउँ। अब मास्टर्सको इन्स्योरेन्स चाहिँ तपाईको 1150 पाउन्ड जस्तो पर्छ। 1150 पाउन्ड भनेको लगभग तपाईको नेपालीमा मल्टिप्लाई इन्टु 200 गर्दाखेरि लगभग तपाईको 2,30,000 समथिङ पर्छ। अब यहाँसम्म आएपछि हाम्रो इन्स्योरेन्सको कुरा पनि भयो। अब जाउँ हामी भिजा फीतिर। भिजा फी लगभग तपाईको दुईटैको सेमै हुन्छ। लगभग स्टुडेन्ट भिजाको 525 पाउन्ड जस्तो पर्छ। यो भनेको तपाईको 1,05,000 भनौँ। यता पनि भिजा फी अब अर्को कुरा यसमा आउन जान्छ तपाईको टिकट अनि शपिङ अनि जाँदाखेरि लानुपर्ने पाउन्ड, त्यो सबै थोकको लागि हामी 5 लाख छुटाउँ है। प्लस प्लस 5। अब यसको टोटल कति हुन्छ त? यसको टोटल अब तपाईहरुले क्याल्कुलेट गर्नुहोस्।
है। टोटल तपाईँको अब हाम्रो सुरुको यहाँ 24 लाख भयो, त्यसपछि 72,000 भयो, त्यसपछि 2,000, 8,500। यसमा हामीले म्याक्सिमम 50,000 राखौँ। 30 देखि 50,000 छ, तर हामीले जहिले पनि अब एक्सपेक्ट गर्दाखेरि हाई एक्सपेक्टेसन गर्ने। अब कम खर्च भयो भने त अझ राम्रो भइहाल्यो होइन। अब यदि बढी भइदियो भने त हामीले सोचेको भन्दा बढी भइदियो भने त त्यो बेला गाह्रो पर्छ। त्यही भएर यसलाई पनि 50 नै एड गर्नु, यसलाई पनि 50,000 नै एड गरौँ। यो तपाईँको 5,50,000 भयो, यो 10,000, 1,05,000 भयो र यो 5 लाख भयो। भनेपछि तपाईँको 24 लाख प्लस यहाँ 5,50,000ले नै तपाईँको 29,50,000 भयो। अनि त्यसपछि आयो तपाईँको यो 50,000, 30 लाख भयो। 30 लाखमा 1,05,000 एड भयो, 31,05,000 भयो। अनि यो 5 लाख एड भयो, 36,05,000 भयो। अनि त्यसपछि यसमा यसलाई 10,000 भनौँ, 36,15,000 भयो। यसमा 72, 36 लाख लगभग है, लगभग तपाईँको 37 लाख तपाईँले एक्सपेक्ट गर्नुपर्ने हुन्छ। युकेको तपाईँले ब्याचलरमा अप्लाई गर्दाखेरि टोटल 1 इयरको फी तिरेर जानु हुँदाखेरि चाहिँ तपाईँले लगभग 37 लाखसम्मको एक्सपेक्टेसन राख्नुपर्ने हुन्छ। अब त्यसै गरी यहाँ मास्टर्सको चाहिँ 28 लाख यो भयो है। अनि यो दुईटा गरेर, यो तिनवटा गरेर 1 लाख भनौँ, 29 लाख भयो, 29,50,000 भयो। अनि यो भयो तपाईँको 29,80,000, 30,80,000, 31,80,000, 42,85,000 र 37,85,000। लगभग मास्टर्सको अप्लाई गर्दाखेरि चाहिँ हामीले 38 लाखसम्मको एक्सपेक्टेसन राखौँ। भनेपछि दुइटैको लागि लगभग उति नै 37, 38 लाख लाग्ने रहेछ युके अप्लाई गर्दाखेरि। यो चाहिँ तपाईँले 1 इयरको फुल फी पेमेन्ट गरेर जानु हुँदाखेरि हो। अब तपाईँले यदि होइन म हाफ मात्र तिरेर जान्छु, कासमा जति भनेको छ त्यति मात्र तिरेर जान्छु भन्दाखेरि चाहिँ तपाईँले फी तपाईँको यहाँ हाम्रो 24 लाख आएको थियो। फीबाट लगभग तपाईँले आधी फी तिरेर जाँदाखेरि फीबाट लगभग तपाईँले 7 देखि 8,000 पाउन्ड माइनस गर्नुहोस्। यो लगभग 16-17 लाख, 14 भनौँ न 12 देखि 15 लाखसम्म तपाईँले माइनस गर्न सक्नुहुन्छ। अहिले हामी 12 लाख माइनस गरौँ, ठ्याक्कै हातको कुरा गरौँ। त्यो भनेको तपाईँको फी 12 लाख मात्र लाग्ने भयो। अनि यतापट्टि पनि त्यही 14,000बाट हामीले 7,000 माइनस गरौँ भनेपछि 28मा फी माइनस 14 लाख भनेको यसको फी अब 14 लाख मात्र हुने भयो। ल सबैजनाले अब हाफ पेमेन्ट गरेर जाँदाखेरि के कति लाग्छ त्यो कमेन्ट गर्नु होला। थ्याङ्क यू।